यहाँको एउटा औँलो छैन बुढी औँलै छैन यो त अब चल्दैन दिदी हिजो अस्ति अपरेसन भएको छ ए यो औँलो औँला नै सर्जरी गरेर फालेको कि के हो होइन फाल्यो छैन दिदी फाल्न चाहिँ चल्दैन भनेको प्यारालाइसिस भएको ओइ अहिले चलेको छैन चलेको छैन बिस्तारै होला नि भाइ नाच्यो के नाम रे फेरि भन त जीवन पोखरेल जीवन भाइ है कहाँ घर सिन्धुपाल्चोक सिन्धुपाल्चोक अनि सहयोग आएन आजका दिदीले सहयोग पुर्याएन भनेर एकदम गुनासो आयो भएर म चाहिँ यहाँ भिज्दै पुरै भिज्दै आएको छु यहाँ छ हजुर यहाँ राखिदिएको छु भाइ तिम्रो हो यो ल यहाँ राखिदिन्छु कपडाहरू केही छ छैन फेरि कपडाहरू टी सर्टहरू निकाल्नु त चप्पलहरू छ छैन एउटा चप्पल राख्नु यो टी सर्ट हो यो पुरा भिजेर है यो फेरि एकछिन फुर्सद दिँदैन मान्छेले मलाई है तेरिगा आएको आइ हजुर यो ठिक हुन्छ तिमीलाई हेर क्या कान्छ ले एउटा फोनबाट ल फोन अफ गरिदिएँ मैले अनि दिदी आएन भनेर गुनासो गरेर दुइटा मास लाग्दा दिदीले नभ्याएर के खासै नभ्याएर हो आउनु त आउने हो जुसहरू पर्दैन होला जुस पर्छ र छ जुस छ अरे त्यो पनि राखिदिन्छु 2-3 राखिदिनुहोस् राखिदिन्छु अनि ल यसमा चाहिँ 25,000 छ भाइ है हजुरले गर्न अब बिचराको हातै चल्दैन भने त अब केही दिनमा रिकभर होला तपाईँलाई हस्पिटलमा खान जान कि अलिक पुग्दैन कि के छ कि थप्यो थप्यो दिदी भनेर नि थपिदिन्छु अलिअलि थप्यो अलिक पुग्दैन अलि 10,000 थप्नु नि त कान्छ ल यो अलिक पुग्दैन जस्तो छ भाइलाई अनि ल यो चाहिँ लिनु होइन पखाइ अहिले अनि अरू के छ अनि यहाँ हस्पिटलमा खानेकुराहरू त फ्री छ होइन ल 10,000 थपेर अब तिमीलाई चाहिँ धेरै नै भयो होइन 10 र 25 कति भयो 35,000 भयो अनि धेरै अलिक दुःख नि छ जस्तो लाग्यो मेरो भाइलाई ल यो ल हजुरलाई है ल है त ल यो हात अब चाँडै रिकभर हुन्छ नआत्तिनु बिस्तारै है अनि पैसा चाहिँ मिसयुज नहोस् है फेरि तपाईँलाई ओन्ली फर यु है फेरि दाइलाई दिने उसलाई दिने होइन नि तपाईँलाई खर्च है ल भाइ ल कपडाहरू पुग्छ होला यो ड्रेसिङ गर्नुपर्छ पैसा फेरि पनि इफ निड एनी हेल्प कल गर्नु है दिदी अलि ढिला आए पनि भिज्दै यसरी रुजेर आउँछु है ल भाइ म अर्को भाइलाई पनि भेट्नु छ है त